मुख्य सडकमा खाल्डाखुल्डी परेपछि यहाँ विद्यार्थीहरू मर्मत गर्ने तयारी गर्दैछन्। झापाको अर्जुनधारा 7 र 8 मा रहेको 12 पुलको दुवै साइडमा खाल्डाखुल्डी हुँदा सवारी आवागमनसँगै पैदल यात्रीलाई समेत असर परेको थियो। साँगुरो पुलसँगै दुवैपट्टि सडक बिग्रेको धेरै समय बित्दा पनि पुनर्निर्माण हुन सकिरहेको थिएन। यसैबीच स्थानीय रूपरत्न मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीहरूले सामाजिक शिक्षा अन्तर्गत सामाजिक कार्य अभ्याससहित सडकको खाल्डाखुल्डी पुरेका हुन्। यो अवधारणा भने स्कुलकी प्रिन्सिपल नम्रता गिरीको हो। तत्काल निर्माण सामग्री तयार गरेर विद्यार्थी र शिक्षक मिलेर सामाजिक काम गरे। यो सडकबाट बिर्तमोडदेखि उत्तरमा रहेको सञ्चरे बजार हुँदै खुद्नाबारी, इलामको दक्षिणी पालिकादेखि बेलासी हुँदै इलाम बजार, मङ्गलबारे र पाँचथरको रवि बजारसम्म सवारी साधन चल्ने गरेका छन्। विद्यालय र विद्यार्थीको यो प्रयासपछि सवारी आवागमनसँगै पैदल यात्रीलाई केही राहत मिलेको स्थानीय बताउँछन्।